नमस्ते सबैजनालाई। हाम्रो पोखराको यात्रा यहाँबाट सुरु हुँदैछ। अटोमा हालेर अनि चारालीबाट हामी लाग्छौँ पोखराको गाडीमा। हामी कुरिरहेको छौँ बसलाई, पोखरा जाने बसलाई चारालीमा। अनि चारालीबाट हिँड्यो है पोखराको लागि सबैजना, 4 जना। अनि अरू तिमी साको हुनुहुन्छ? बाबु तिमी साको हुनुहुन्छ? यहाँ दुकानबाट चाहिँ अलिकति सामानहरू सबै राम्रो तरिकाले राखेर अनि हाम्रो यात्रा चाहिँ यहाँ स्टार्ट हुन्छ है त। यो त बसमा ट्राभल गर्दाखेरि नि पुरा नेपाली गीत अझ हटेको रहेछ हौ। छोरालाई के खानु पुग्नु भोक लाग्यो अनि मलाई पनि अलिअलि लागे जस्तो हो। अनि अब हामी यहाँ लेजहरू यहाँ ल्याएको छौँ के खाने अब यो पर अहिले खाऊँ न, खाइसकेर एउटा मात्रै हो नि। हामी आइपुगेको छौँ दमक। हामी कहाँ पुग्यौँ भन त? ताप्ले चाहिँ यस्तो सम्भव बाटो हुन्छ त्यो त बाहिर पढ त के आएको छ। ताप्ले चाहिँ पढेर जान्छ पोखरा कहाँ यसो आइपुग्यौँ हामी। साथीहरू आज चाहिँ हामी गाडीबाट फ्रेस हुन निस्केको छौँ। अनि अहिले हाम्रो टोली त अब इटरी पुगिसकेको छ। अनि अब बस्न जाँदैछौँ। नेपाली फिल्म हेर्दै जाने अब यात्रा तय गर्नु। भर्खर चिनान भएको भाइहरूले यो सबै युट्युब च्यानल मेरो सब्सक्राइब गर्नु थ्याङ्क्सै भएर एकछिन रोकेको छ गाडी। एकछिन रेस्ट गरेर अनि 10 मिनट रेस्ट गरेर हामी अगाडि बढ्छौँ फेरि यो महालक्ष्मी एयरबस डिलक्समा। त्यो लालगढ भन्ने ठाउँमा रोकेको छ भात खानको लागि। 11:30 बजी राति मध्यरातमा खाइँदैछ यहाँ। हामी सबैजना खाएर उठिसक्यौँ कि म, मामु अनि मामा। बाबु चाहिँ अझै खाइरहेको छ है। बाबु अगायो कति लट हो यो? अब कति लट हो? थर्ड लट हो। अझै एक थाल खाने हो? अझै एक थाल खाने? खावै राति भन्ने ठाउँ रहेछ यहाँ। बिहानको खाजा खाना रहेको एकदम हाइजेनिक राम्रो रहेछ। हिजो बेलुकाको डिनर मामुले खुवाइदिनु रहेछ। कस्तो पोखराको बस पार्क आइपुग्यो होइन। अब यहाँ ट्याक्सी दाइसँग चाहिँ भेट्दा दाइले अब 400 रुपियाँ भन्नु ठिकै छ। अब भरे दिउँसो अब रेट मिल्यो भने हामी घुम्छौँ। यहाँ साथी पनि छ कि मेरो, यहाँ सँगै पढेको साथी छ। अनि उसले पनि भन्दैछ अब भएछ भने जसकोमा अलिकति हुन्छ मिलाएर लगिदिनुहुन्छ त्यसमा जाने। 3 वर्ष अगाडि आएको नि कि 2 वर्ष अगाडि आएको। लास्ट टाइम आउँदा चाहिँ 2 जना मात्रै आएको थियो। साथीको बाइकमा सबैतिर हिँडेको थियौँ। बाइकमा घुम्न चाहिँ सजिलै भएको थियो कि अनि 2 जना मात्रै थियौँ। अनि यताउति गएको थियौँ। अब आज चाहिँ 4 जना छौँ। गाडी नै रिजर्भ गरेर जानुपर्छ होला। अब यहाँ होटल रोजमेरीमा आइसकेको छ। रुम चेक इन गर्नको लागि चाहिँ जानुभएको छ। राम्ररी भन न, उता बसेर हुन त। अलरेडी पोखरा आइसक्नु भएको छ। अनि अब मलाई ल्याउने भनेर चाहिँ आज फर्स्ट टाइम हो मेरो। सो गाइज हेरौँ कस्तो हुन्छ यात्रा।